शिवजी मन्दिर भनेर हामीलाई यहाँ आज सेन्पाईहरूले कार्ड दिएर पठाइरहेको मान्छेको भ्यू चाहिँ देख्न सकिन्छ तपाईँले के छ नाइट भ्यू हामी दाजुभाइ आइरहेछौँ यहाँ ठ्याक्क छ हामीलाई गुगल म्यापले लेफ्ट जा भन्दैछ कहाँबाट हो दादाहरू हिँड्दै हिँड्दै आइपुग्यो उहाँबाट देखिरहेको नि बवाल छ कोलकाता हेर्नुहोस् घर लगभग बलेको छ जस्तो निकाल्नु भने टक्क पर्यटकहरू यहाँ टुरिस्ट मात्रै धेरै देखिन्छन् फेरि यस्तो छ टुरिस्ट मात्रै त्यस्तै पर्यटनहरू भित्रै राखेर पनि किन छन् यस्ता मन्दिरहरू थुप्रै नेपालको काठमाडौँ जस्तै खेलको डाँडा डाँडाहरूमा चप्पल लगाएर बनाइरहेको छन् यो मन्दिरहरू यस्तै देख्न सकिन्छ त्यहाँ आउँछन् है के भन्नुहुन्छ यस्तै विकास गर्न सक्नुहुन्छ त नेपालमा राम्रो मान्छेहरू आउनु गर्नुहुन्थ्यो भने सायद सकिन्छ पनि होला तर ल भनिरहेको दिनभरिको थकान मेटाउनुमा मान्छेहरू यहाँ टाढा टाढाबाट आउँछन् यस्तो त भए पनि मान्छेहरू यहाँबाट गेट भयो यो पार्किङ सार्किङ मन्दिर लेखिरहेको हामीले यहाँ टिकट लिएर आइरहेछौँ टिकटले काम गर्छ अथवा गर्दैन भन्ने थाहा छैन मान्छेको भिड छ टिकट लिएर जान्छ आउट गरिरहेको गुगलले हामीलाई टिकट चाहिन्छ होला सायद साथीलाई यहाँ टक्क टिकट हामीलाई प्रचारलाई दिनुभएको हामी अब छिर्यौँ है ट्याक्कल हेर्नुहोस् भन्दै भ्यू यसलाई मम्मीजी भन्दो रहेछ झापामा फुल हेर्नेलाई यहाँ चाहिँ गाइड गरिरहनु भएको है धेरै मान्छेहरू हुन्छ लहने मान्छेहरूको भिडभाडै छ यहाँ टक्कल आएर टुरिस्टहरू म्याक्सिमम् यहाँ साथीहरू मस्त हुनुहुन्छ यहाँ फेरि मस्त हुनुहुन्छ टिकटले काम गरेको यहाँ त्यही भएर बवाल छ यसलाई हेर्नुहोस् यहाँ दरबार जस्तो छ ट्याक्क लाएर यो मम्मीजी खानेको फुलहरू हेर्नु यस्तरी मिलाएर राखिएको रहेछ नाइट जिउमा लगाएपछि पानीको ताल सहित बवाल छ नि त साथीहरू यस्तरी बनाउन सकिन्छ नेपालमा पनि सम्भावना बगेका सचाउ छन् होइन यस्तो फुलहरू चाहिँ यहाँ मिलाएर रोप्ने कि यस्तो चलन नेपालमा जस्तो अब काङ्ग्रेस दिएर भयो काङ्ग्रेसी पाती भयो पाती होइन चाहिँ टक्क मिलाएर एउटा झर्दा राम्रो देखिन् एउटा पलाउँदा राम्रो देखिन् त्यस्तो फुलहरू रोपिदिन्छ क्या यहाँ यस्तो रोप्छ है यो प्रकृतिले दिएको त होइन होला यो होइन त्यही हुँदाखेरि नि ट्याक्क लाएर त्यसरी गर्न सकिन्छ होला सम्भावना यो पानीको तालहरू पनि आइरहेको यहाँ लाल अब यहाँ
फुलहरू चाहिँ बवाल हो क्या पानीमा छायामा त्यस्तै देखिन्छ यस्तो फुल यहाँ चाहिँ रातिलाई प्रसिद्ध यो ठाउँ फेरि मन्दिरहरू टक्क देखिरहेको यो चाहिँ यस्तै खिच्न सकिन्छ मन्दिरहरू फुल चाहिँ टक्क आलु भिडियो खिचिरहनु भएको नवचण्डीले यसरी उहाँले फोटो खिच्नु झट्टा गर्नुभयो फेरि दिएको यस्तो राम्रो भ्यू छ यस्तो देख्न सकिन्छ यो ठाउँमा घुम्न मान्छेलाई एक फेरि फोटो भिडियो देखेपछि जापान आएको मान्छेलाई आउँ भएछ क्या यस्तो राम्रो छ फेरि त्यही भएर टक्क अब दादा यहाँ फेरि मक्का हुनुहुन्छ फेरि मेरो यहाँ भ्लग देखेर है दादाले फेरि मग्न दिइहाल्नुहुन्छ है फेरि मैले फेरि पहिले फेरि बनाइदिएँ होइन यस्तो बबाल देखिन्छ है भिडियो जोड्नुको यो लुक्स भनेको हुन्छ नि मान्छे लुक खोज्दै हिँड्ने हुन्छ हेर्नुहोस् लुक्स भनेको प्रकृतिलाई बनाएर सजाएर पनि लुक बबाल बनाउनुपर्छ हुन्छ मान्छेले फेस सजाएर लुक देखाउनु खोज्छ तर यो प्रकृति हो कि प्रकृतिले दिएको थोरै केही मेहनत लगानी होइन यस्तरी चाहिँ मान्छेहरूको भिडभाड छ मान्छेहरू हजारौँ मान्छेहरू छन् यहाँ विदेशीहरू अब हामी टक्क लाएर मन्दिरसम्म पुगेर भ्लग रोकेर फेरि दाजुभाइले फोटो खिच्छौँ हामी यस्तै गरेर चाहिँ भ्यू कसरी आउँछ भनेर हेर्नुहोस् भ्यू भन्ने यस्तो हुन्छ फुलहरू चाहिँ बबा लगाइदिन्छ कि फुलहरू तर यो फुल चाहिँ फुलेको होइन कि पहेँलिएर झर्न आऊ यस्तो पहेँलिएर झर्न आउँदाखेरि त्यो चाहिँ यस्तो पहेँलो भइदिन्छ होला नि पहेँलो यसैलाई चाहिँ ट्र्याक सजाएर चट्ट प्रकृतिकोले दिएको यो फुल्दै नपर्ने कि अटोमेटिक फुलेर यो पात झर्न लाऊ तर पनि राम्रो देखिन्छ कि बवाल देखिन्छ कि भ्यू चाहिँ यो यहाँ चाहिँ कहीँ यस्तो छ कि बनै छ कि यसको देख्दाखेरि पारिबाट देख्दाखेरि रातो देखिन्छ कि मान्छेलाई मनै लोभ्याउँछ हेर्नुहोस् यो दरबार जस्तो छ यहाँ दरबारको एरिया हो यो दरबार जस्तो पनि छ यहाँ गिटी हालिदिएको यो चाहिँ दिउँसो राम्रो देखिन्थ्यो होला अहिले चाहिँ हामी हेर्नु सक्छौँ मन्दिर बबाल छ नि त मन्दिर हो तोजी केउतो मन्दिर यहाँ चाहिँ सहायताको लागि बत्ती लिएर बसिरहनु भएको त्यो हरेक ठाउँमा यस्तो जहाँ अप्ठ्यारो छ त्यहाँ चाहिँ बस्नुहुन्छ अब बवाल भ्यू चाहिँ वाउ जापानिज भ्यू भनेको यस्तो हुनुभएको छ कि मन खुसी भयो नि त आज आएर बवाल भयो है बवाल रमाइलो आज थकाइ लाएर बेड हान्दै दुखेको ढाड पनि त्यो भ्यूले चाहिँ मेटाउँछ कि बवाल छ क्या भ्यू फेरि दिनभरि हानेको यसले दिनभरि हानेको बेडको थकानले मेटाउँछ कि थाहा छैन हामीलाई भाषा के हो यहाँ त्यही पनि ट्रेनको सहायताले हामी यहाँसम्म गुगल म्यापको सहायताले सोध्दै पनि यहाँ एसएससी मान्छे यस्तो बवाल ठाउँ छ यो जापान भनेको चाहिँ यहाँ लास्टै सकेको मान्छेहरू कतिपय ठाउँमा कतिपय चाहिँ अलिक घृणा पनि गर्छन् मान्छे नेपाली टुरिस्ट देख्यो भने बङ्गाल देशका इन्डियन देख्यो भने तर्केर पनि बस्छन् त्यसो पनि छन् तर यहाँ बवाल छ यो यस्तो बवाललाई यस्तो बवाल देखिन्छ नि कुरै नगर्नुहोस् कि बवाल यो काठको खोल्न सक्छ मन्दिर तर बाहिरबाट हेर्दा चाहिँ सुनको जस्तो देखिन्छ कि नाइट भ्यूले गर्दाखेरि यहाँ चाहिँ यस्तो पुटो यो पनि कुनै सँगै अति राम्रो फुल्छ अहिले चाहिँ हामी यस्तरी घुमिरहेछौँ यहाँ हाम्रो दादा हुनुहुन्छ फेरि यहाँ अघि उहाँ चाहिँ सुशान्त मगर दादा भन्न रुचाउनुहुन्छ उहाँले फेरि त्यही भएर मैले उहाँलाई दादाले सम्बोधन गरिदिन्छु यस्तो बवाल छ नि भ्यू त वा हो यस्तो बवाल भ्यू छ कि यहाँ फेरि तर मैले अब चाहिँ फोटो खिच्नुपर्छ त्यही भएर चाहिँ सब देखाउँदैछु सकेर हामीहरू अब गएर खाना बनाएर खाने हो त यस्तो भ्यू देख्न पाउँदा त तपाईँहरूलाई नि पनि अब नेपालबाटै पनि आउँ जस्तो लाग्छ होला यही हेर्नको लागि के गर्नु यस्तो बवाल बनाइदिन्छ कि प्रकृतिले ओ माई गड यताखेरि दादा ट्याक्क पोजिदिनु आज होइन उहाँ चाहिँ मेरो रुममेट त्यता कामको पनि सँगै गर्छौँ हामी सँगै आइयो नेपालबाट उहाँ चाहिँ ल बवाल भ्यू भनेको यस्तो हुनुपर्छ कि कसरी सजाउन सकिन्छ होला नेपालमा पनि यस्तो मन्दिरहरू त प्रशस्तै छन् यस्तो राम्रो सुन्दर कसरी देखाउन सकिन्छ होला ल हेर्नुहोस् त उहाँ मक्का हुनुहुन्छ फेरि मेरो भ्लग देखेर मेरो बोलीचाली देखेर है त्यही भएर मैले यस्तो आखिर के मोड चल्यो कि मलाई बनाउनु मन त होइन गेटमा आएपछि चाहिँ यसकोले मलाई लोभ्यायो भनौँ न लोभ्यायो क्या त्यही भएर पनि बवाल खान्छ हेर्नुहोस् यो फुलहरू हेर्नु न अरू भन्दा मन्दिर त बनायो ल सरकारले यो फुल कसरी रोप्न सक्यो कि तर मनै लोभ्याउने ठाउँ छ कि बवाल छ तर मेरो साथी हरा जस्तो छ कहाँ पुग्नु भयो है त
मलाई चित्त बुझिरहेको छैन दादा दादा हराए जस्तो लाग्यो मलाई ए दादा यहाँ आउनुहुन्छ मैले दादा भन्दिएर राम्रो मान्नुहुन्छ हेर्नुहोस् भ्यू बवाल छ नि त के भन्नु बवाल छ बवाल यता पनि यस्तै छ मान्छे त फेरि कति कतिकै हराउने सम्भावना छ क्या हाम्रो दुइटा दाजुभाइ हेर्नुहोस् है त बवाल छ टक्क बनाउँदैछु हामी एक फेरि सर घुमाउँ दादा अनि फोटा खिच्यौँ होला है त ल दादा यस्तो आइरहेको बवाल फुल छन् मन्दिरहरू बिचमा चाहिँ पोखरी जस्तो बनाइदिन्छ कि कसरी पानी ल्याउँछ यहाँ हरेक ठाउँमा यस्तो छ कि लाइन चरा पनि बसिरहेको है प्रकृतिसँग यहाँको त चराहरू पनि राम्रो छ क्या मान्छे त्यस्तै छन् राम्रा छन् मान्छेहरू यहाँ हेर्नु चरा हेर्नुहोस् है बवाल बसिरहेको उहाँ चरा खेलिरहेको पोखरीको बिचमा टक्क लाएर दुइटा चराहरू यस्तो बवाल छ यहाँबाट हेर्दा पनि होइन दामी ठाउँ तर हामी आएर ट्रेन भाडा पनि खर्च भयो जस्तो भएको छैन बवाल बवाल ठाउँहरू छन् यहाँ होइन कति छ म्याक्सिमम् सबै घुम्ने ठाउँ राम्रो मान्छेहरू यस्तै राम्रो आउँछन् फेरि अब हामीले त फोटो खिच्न मिलेन तर मान्छे चाहिँ बवाल आउँछन् कि टिकटहरू लाग्ने हाम्रो यस्तो दादा हुनुहुन्छ फेरि फेरि मैले ब्लग बनाएर हाल्ने त सकिरहेको होइन तर म चाहिँ अब पहिला पहिला हो कि फेरि त्यस्तो राम्रो आउँदैन नि त मलाई फेरि फोन गरिदिनु भयो कि घरबाट है अब घरबाट फोन गर्नुभएको अब मैले त उठाउनु मिलेन यस्तो घर त बेलुका गर्नु पर्ला दादा ब्लगमा व्यस्त छ फेरि यो फुलहरूको चाहिँ यस्तो बवाल भ्यू छ यस्तो छ नि त ल दादा आउनुहुन्छ यस्तो भ्यू आउँछ अनि फेरि मन लोभ्याइदिन्छ कि फुलहरू यस्तो हालिदिन्छ लाइटहरू यस्तै छन् फेरि लाइन फुलहरू यो फुल हो कि सबैभन्दा बवाल राम्रो यस्तो बवाल छ नि फेरि यो चाहिँ कसरी बनायो होला त है काष्ठकला होला कि यो चाहिँ यहाँको जापानिजको के भन्छ परापूर्वकालदेखिको काष्ठकलालाई बनायो होला यो ताललाई यस्तो सजाइदिएको ताललाई हेर्दाखेरि फुलमा तालमा पानीमा धेरै राम्रो देखिने क्या फेरि हेर्नु अब उहाँ यस्तो बवाल छ नि ठाउँ फेरि यो चाहिँ आउनु यहाँ वरिपरि हुनुहुन्छ भने चाहिँ सायद तपाईँहरू यसमा आउनु होला फेरि होइन आएर चाहिँ तपाईँहरू ओसाका आसपासबाट आएर यो हेर्नुभयो भने तपाईँहरूलाई सायद त्यही पैसा खर्च गरेको महसुस लाग्दैन होला सन्तुष्ट दिन्छ होला यसले मेरो विचारमा चाहिँ त्यस्तो लाग्छ है अब बवाल छ फेरि यता लानु माइ गड लास्टै खाला हेर्नु है त्यो पानीमा भ्यू हेर्नु पानीमा रातो फुल फेरि म तपाईँहरूलाई त्यो देखाउन चाहेँ है त ल यहाँबाट हेर्दा टक्क पानीमा यस्तो फुल देखिन्छ पनि भिडियो खिच्ने स्कर छ लाग्ने मन्दिर चाहिँ बवाल छ कि फेरि है यो जति टाढाबाट हेऱ्यो त्यति राम्रो देखिन्छ यो फेरि देखिने ठाउँबाट तर बत्तीहरू चाहिँ बिग्रेर होला सायद माथिको यस्तो मम्मीजी भन्छ होला फुल हेर्ने भन्दो रहेछ है हामी पनि आएर सिकेको हो यस्तो बवाल फेरि ल है त साथीहरू हामी चाहिँ अब एकछिन फोटोतिर लाग्छौँ अनि फोटो खिचेपछि टक्क फोटो मिसाएर हाल्नुपर्छ हेरेर साथ दिनु होला र बवाल छ ठाउँ चाहिँ बवाल यसलाई फेरि तोजी के त भनेर हान्नु भयो भने देख्न पनि सक्नुहुन्छ तपाईँहरूले हेर्नु यता पनि यस्तै बवाल छ रमाइलो मान्छेहरू भिड एकछिन कामबाट थकानबाट एकछिन आएर यहाँ बस्यो भने सायद त भारी बोकेको काम त हुन्छ नि यहाँ त काम दिनभरि बाउसा खानेको काम गरेर पनि थकान मेट्छ होला सायद यसले तर यसमा चाहिँ झर्ने बेलाको फुल हो फेरि यो चाहिँ फुलेर राम्रो भएको चाहिँ होइन यो चाहिँ झर्ने बेलामा हुन्छ नि त चमक दिएको क्या निम्ने बेलाको दियो जस्तो यस्तो बवाल छ हेर्नुहोस् मस्त छ मस्त मस्त छ यसलाई हेर्नुहोस् है त तपाईँहरूले यो मन्दिर चाहिँ बवाल